गाइज वेलकम टु मेरो न्यू च्यानल र म तपाईहरुलाई आज साइकल चलाउन सिकाउन गइरहेको छु र यहाँ तपाईहरुले देखे जस्तै फर्स्टमा चाहिँ पेडलमा यसरी खुट्टा राख्न पर्छ अनि आफूलाई धान्न नसक्ने मान्छेले पछाडीबाट गुटुङटुङ गुडाइदिन पर्छ नत्र राम्ररी सिकिदैन अनि पछि गएर चाहिँ यो पेडलमा थिएको पेडलमा टेकेर बोनस जम्प लिएर अनि घुमाउन सिक्ने अर्को खुट्टा ट्राई गर्न पर्छ र त्यसको एक्जाम्पल पनि देखाउन गइरहेका छौं। मम्मी एकैछिन छोडिदिनु त सानमा दिदी तपाईले अघि जस्तै गर्नु त ल यस्तो गर्दै खुट्टा राख्ने ट्राई गरेपछि चाहिँ बिस्तारै अड्डिन्छ बिस्तारै अर्को खुट्टा अड्डिन्छ अनि तपाईले लास्टै दर्छेरमा हुनुहुन्छ भने चाहिँ यो हुँदैन लाग्छ 2-3 हप्ता त्यसैले डरलाई अलि भाग भनेर काममा लागेर पसिना बगाएर यही चीज लगातार 1 घण्टासम्म गर्नुभयो भने इम्प्रुभमेन्ट आउँछ र मेरो न्यू च्यानललाई सब्स्क्राइब गरिदिनु होला धन्यवाद। र लास्टमा चाहिँ आउने हाम्रो रिजल्ट चाहिँ हाम्रो देखिने नयाँ रिजल्ट लास्टको रिजल्ट चाहिँ म तपाईहरुलाई मम्मीलाई भनेर भन्छु। यस्तो गर्दै गएपछि चाहिँ नर्मली मान्छेले जसरी कुदाउँछ त्यसरी नै कुदाउँछ के ल मेरो नयाँ आइडीलाई सब्स्क्राइब गरिदिनु होला है गाइज लाइक एन्ड शेयर।